is single-handedly represents the identity and unity of our state, and today we celebrate the समृद्धि को नया युग को शुरुआत करें। राजधानी की 50 वर्ष को याद करना होगा, जैसे सिक्किमलाई आज को सिक्किम बनाएको छ। आजको यो पवित्र भूमिलाई आशिष दिन अवतरित हुनुभयो। उहाँले यो धरतीलाई धर्मभूमिमा रूपान्तरण गर्नुभयो। आज पनि उहाँको दिव्य पद्म सम्भवस blessed hand is now showering grace upon Sikkim and its people. एक पवित्र नृत्यानुष्ठान जहाँ प्राचीन प्रार्थनाहरू जीवित हुन्छन्। With every streaming motion and vibrant mass, a tale of devotion, faith, and celebration unfolds. East by the Act East समन्वयकहरूले नयाँ युगको सुरुवात गरेको छ र हाम्रो गौरवशाली राज्य सिक्किमप्रति उहाँको अपार स्नेह सिक्किमलाई सुनाउँदो समृद्ध र समर्थ भविष्यतर्फ अघि बढाउनु हुँदैछ। Recognized as India's most popular chief minister, let's give a big round of applause for the man who continues to shape Sikkim's journey with purpose. अब आकाशमा पहिलो पटक प्रकट हुँदैछ भुटिया समुदायको गौरवशाली शिरकोश थुरी श्याम, a symbol born from the depths of culture and tradition, the soul of Sikkim.